जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले अनलाइन जुवा सट्टेबाजी खेल्ने खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत राजस्थान प्रदेश जयपुर घर भएका 24 वर्षीय सनी मीणा समेत 11 जना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट मोबाइल 34 थान, ल्यापटप 5 थान, भारतीय बैंक खाताको चेक बुक 14 थान, भारतीय एटीएम कार्ड 27 थान र भारतीय सिम कार्ड 40 थान समेत बरामद गरेको छ। साथै उनीहरूले हालसम्म 2 अर्ब भन्दा बढी रकमको कारोबार हुने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य गरेको र 96,33,000 रुपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। यस सम्बन्धमा जिल्ला अदालत काठमाडौँबाट 7 दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।